नमस्कार। तपाईं हेर्दै हुनुहुन्छ नेपालको राजनीति आज, जहाँ बोलिन्छ सत्य, सिधा र नडराई। आजको मुख्य विषय नेपाल सरकारको लाजमर्दो असफलता। देशभर महँगी चुलिएको छ, तर सरकार अझै यथास्थितिमा रमाएको छ। चिनी, नुन, पेट्रोलदेखि ग्याससम्म हरेक चीजको मूल्य आकाशिएको छ। तर अर्थमन्त्री भन्छन् सबै ठिकै छ। एकातिर जनता दुई छाक खान मुस्किलमा छन्, अर्कातिर मन्त्रीहरू विदेश भ्रमणमा करोडौं खर्च गर्दैछन्। काठमाडौँका सडकहरू खनिएकै छन्, 6 महिना भयो काम अधुरो। स्मार्ट सिटीको सपना देखाउनेहरूले हिँड्नै नसकिने बाटो दिएका छन्। सरकारी अस्पतालमा औषधि छैन, तर स्वास्थ्य मन्त्रीको तलब सुविधा नियमित। शिक्षामा सुधार भन्ने हरेक वर्ष सुनिन्छ, तर सरकारी स्कुलमा शिक्षक नै पुग्दैनन्। युवा विदेश जान लाइनमा छन्, पासपोर्ट अफिस अगाडि लर्को नै लर्को। तर सरकार भन्छ विदेश जानु त अवसर हो। अब प्रश्न उठ्न थालिसकेको छ, के सरकार मात्र कुर्सी जोगाउने मेसिन हो? जनताले कर तिर्छन्, दुःख सहन्छन्, तर बदलामा पाउँछन् धोका मात्रै। अब सहने कि बोल्ने? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। नेपालको राजनीति आज सधैँ बोल्नेछ साँचो कुरा, जनताको आवाजमा। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, हामी तपाईका लागि नै रिपोर्ट गर्छौं।